परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाणीय पर्खालहरूका सन्देश भाग 10 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। यो सन्देश तपाईँ सुनिरहनु भएको छ भने आज प्रभुले भनिरहनु भएको छ, मेरा चुनिएका मानिसहरूलाई यी शब्दहरू भन। तपाईँ यस संसारमा हुनुहुन्छ, तर यस संसारको तपाईँ हुनुहुन्न। संसारले जे देखाउँछ त्यो कुरालाई नहेर्नुहोस्। तपाईले देखेको कुरामा होइन, तर विश्वास साथ नदेखेका कुराहरूको आशामा, निश्चयतामा र दृढ विश्वासमा हिँड्नुपर्छ भनेर प्रभुले भनिरहनु भएको छ। काम बिनाको विश्वास मरेतुल्य हुन्छ। हरेक दिन तपाईँ उठ्नुहुन्छ, आफ्नो काममा लाग्नुहुन्छ, फेरि फर्किनुहुन्छ र राति सुत्न जानुहुन्छ। तपाईँ सोच्नुहुन्छ अब मेरो जीवनको भाग यति नै हो वा मेरो अन्त यतिमै हुन्छ होला। तर आज प्रभु भन्नुहुन्छ, तपाईको जीवनको भाग त्यति मात्र होइन, तपाईको जीवन त्यतिमा मात्र सीमित छैन, तपाईको जीवन त्यतिमा मात्र अन्त हुने छैन। तपाईको निम्ति परमेश्वरले भनिरहनु भएको छ, मैले तिम्रो निम्ति योजना बनाएको छु। ती योजनाहरू म जान्दछु। ती योजनाहरू नोक्सानका होइनन्, उन्नतिका, फाइदाका, आशा दिने र असल भविष्यका लागि हुन् भनेर प्रभुले भनिरहनु भएको छ। अन्तमा प्रभुले भन्नुभएका शब्दहरू तिमीले विश्वास गर्नुपर्छ। आमेन। जय मसीह।